त्यसपछि अनि मानेदोबानदेखि डालझाटसम्म अर्को मापदण्ड हुँदैन, यो एउटै मापदण्ड हुन्छ सडकमा। त्यसले गर्दाखेरि के भन्दाखेरि त्यो जुन मापदण्डमा आयो यही मापदण्ड अनुसार आयो। सडक ऐन 2031 चाहिँ आकर्षित पनि भएन, त्यो पनि गरेन होइन। त्यस कारण हामीलाई त्यो कुरा शङ्का पनि भएन, हामीलाई थाहा पनि भएन। अब हजुरले एउटा के पहल गरिदिनु पऱ्यो भन्दाखेरि अब जुन यो बाटो हाम्रो लियो नि होइन, जस्तो मेरो 5 आना जग्गा छ, 1 आना बाटोमा गइसक्यो नि होइन, तर हामीले तिर्दाखेरि त 5 आनाको गरेर तिरिरहेको छ नि, राजस्व त वर्ष नै पछि तिरिरहेको छ। अब त्यसको लगत कट्टा गरेर हामीलाई 4 आना जति छ त्यतिको पूर्जा बनाउनलाई सहयोग गर्न सक्नुहुन्छ। हामीले यसको चाहिँ पत्रकार छ, लगत कट्टाको चाहिँ यी दुईजना अध्यक्ष हुनुहुन्छ। मैले त्यो चाहिँ एकचोटि लगत कट्टाकोलाई महालक्ष्मीले प्रयास गरेको, यो यहाँबाट धेरै रोपनी जग्गा त्यसरी परेको छ। यो काम चाहिँ अब सफल हुन सकेको छैन। यो त हामीले त इनिसिएटिभ चाहिँ गर्नुपर्ने छ कि अहिले मेन लगत कट्टा गरेर हाम्रो जति हो त्यतिको तिर्नु पर्यो। होइन मैले एउटा कुरा हजुरले मलाई हामीलाई के भन्नुभयो भने एउटै सडकमा 2टा मापदण्ड हुन्छ, तर हामीले अहिले प्र्याक्टिकली चाहिँ महालक्ष्मी नगरपालिकाको एउटा मापदण्ड छ, पनौती नगरपालिकाको अर्को मापदण्ड नगरपालिकाले बनाउने सडकमा हामीले के भन्दाखेरि जस्तो प्लटिङ गरेको छ भने त्यहाँ एउटा चाहिँ के भन्दाखेरि मेन छिर्ने बाटो सडकमा घर बनाउनलाई सिधै दिँदैन। एउटा नगरपालिकाले यो सक्दैन, नगरपालिकाले यो बनाएको बाटो होइन, नगरपालिकाले सहजीकरण गरिदिनु हो। यसमा के भन्दाखेरि तपाईँको चाहिँ हामीले यहाँ यसले जति बनाए हामीले चाहिँ के भन्दा घर भत्काउनु पेटीसँग जाओस्, घर चाहिँ जानु हुँदैन भनेर हामीले त्यहाँ रोक्यौँ। त्यस कारण कति ठाउँ बाटो अलिकति फराकिलो भएको छ, कति ठाउँ बाटो साँगुरो छ होइन। त्यो काम चाहिँ गरे, तर यो मापदण्डमा नगरपालिकाले अहिले पनौतीको कुरा पनौती हामीले यसो मापदण्ड यो मेरो मैले त मेरो पालिकाभित्रमा गर्नु मैले एउटा कुरा